बालेन शाह प्रधानमन्त्री भएर आइसकेपछि गर्नुपर्ने पहिलो निर्णय ठ्याक्कै सबैभन्दा सुरुमा धेरै काम गर्न बाँकी छ, गर्नुपर्ने छ, तर पहिलो काम चाहिँ के होला जस्तो लाग्छ श्याम सर तपाईँलाई ठ्याक्कै? बालेनले प्रधानमन्त्री भएपछि जब राष्ट्रको नाममा सम्बोधन गर्छन् हो, उनले नेपालको समस्याहरू र त्यसमा छलफल गरेर के गर्दा हामीले भारतको सहयोग नलिकन के अरे चाइनाको सहयोग नलिकन अमेरिकाको सहयोग नलिकन उनीहरूलाई सहयोग नलिकन भनेको मतलब दुश्मनी गर्नु होइन, उनीहरूको शरणमा नपरिकन के गर्दा नेपालको हित हुन्छ भनेर सर्वपक्षीय भेला बोलाऊ। तिम्रो कुर्सी कसैले खोज्दैन। त्यो जुन दिन बोलाउँछौ र तिमीले त्यहाँबाट आएको सल्लाह, त्यहाँबाट आएका चाहिँ प्रोग्रामहरू तिमीहरूले लागू गर्छौ, त्यसलाई मोदीले नाकाको चालले साथ दिनुपर्छ, सीले नाकाको चालले दिनुपर्छ, ट्रम्पले नाकाको चालले समर्थन गर्नुपर्छ। पहिलो काम त्यो राष्ट्रको नाममा सम्बोधन गर्दाखेरि सर्वपक्षीय भेला गरौँ र यो संविधानमा कसरी संविधान संशोधन गरेर के संशोधन गर्नुपर्छ, गरिबले किन पैसा पाएन, यो 75 लाखको पैसा कसरी लिने, जसले खाएको छ ओलीलाई छुन्नु पर्दैन, शेरबहादुरलाई कुट्नु पर्दैन, के अरे प्रचण्डलाई लखेट्नु पर्दैन, यिनीहरूबाट त्यो वसुल्ने, यिनीहरूले संरक्षण गरेका वसुल्ने कानुन बनाइदियो। त्यो कानुन कस्तो हुनु पर्यो भने सम्बन्धित व्यक्ति जस्तो जीवी राई छ भने उसको घरपट्टिको 3 पुस्ता, ससुरालीपट्टिको 3 पुस्ता, मामलीपट्टिको 3 पुस्ता को चाहिँ सम्पत्तिको जाँच गर्ने भनेर एउटा कानुन बनाइदियो। सबैले पैसा ल्याएर दिन्छ र यी ओलीका, शेरबहादुरका, आरजुका, यहाँका नेताका, यहाँका व्यापारी, काला बजारियाहरूको पैसा जहाँ छ हामीहरूले चाहिँ भारतलाई भन्नुपर्छ कि अमेरिकालाई भन्नुपर्छ कि चाइनालाई भन्नुपर्छ, हामीहरूले निर्णय गरेर त्यही सर्वपक्षीय उसमा गरेर चाहिँ हामी अनुरोध गरेर खाता